मानिसको जीवनमा दुईटा संसार हुन्छ, एउटा भित्री संसार, अर्को बाहिरी संसार। र यो बाहिरी संसारको लागि पैसा भएन पुग्छ, अनि भित्री संसारको लागि शान्ति, आनन्द चाहिन्छ। हामीले कुरा गरिरहँदाखेरि बाहिरी संसारको लागि गरेको हो कि यो भित्री संसारको लागि गरेको हो, यो दुईटामा फरक छुटाउन सक्दा हामी अल्मलिरहेका हुन्छौँ। अब तपाईले पहिलो कुरा त बुझ्नुपर्ने हुन्छ कि हाम्रो मानव जीवनमा दुईटा संसार छ, एउटा भित्री संसार, अर्को बाहिरी संसार। बाहिरी संसारमा तपाईले प्रगति गर्नुपर्छ। बाहिरी संसारमा बाँच्नको लागि पैसा आवश्यक छ। तपाईले आर्थिक प्रगति गर्नुपर्छ, सामाजिक प्रगति गर्नुपर्छ। त्यसको लागि तपाईले एकदमै ध्यान दिएर, छनौट गरेर, धेरै कुराहरू विचार गरेर, भविष्यलाई हेरेर योजना बनाएर आफ्नो प्रगति गर्नुपर्ने हुन्छ। र भने भित्री संसार, भित्री संसारको लागि, भित्री संसारमा तपाईँ एकदमै चिल हुनुपर्छ। पहाडमा जाओस्, जेसुकै होस्, म खुसी रहन्छु, म आनन्दित रहन्छु, म शान्त रहन्छु, जस्तो सुकै परिस्थिति आओस्, जेसुकै होस्, भित्र त चिल हुनुपर्छ, आनन्द हुनुपर्छ, खुसी हुनुपर्छ। दुईटा मात्र चाहिन्छ मान्छेलाई चाहिने भनेको, दुईटा मात्रै चिज हो, एउटा पैसा, अर्को शान्ति। पैसा बाहिरी संसारको लागि, शान्ति भित्री संसारको लागि। यसरी तपाईँले दुईटा संसार छ हामीमा, र दुईटा संसारलाई कसरी ब्यालेन्स गर्नुपर्छ जान्नुभयो भने तपाईँको जिन्दगी एकदमै धेरै सुन्दर बन्न जानेछ।